आज चाहिँ मैले भ्लग 6 बजेदेखि सुरु गरिरहेको छु। हेर्नु अस्तिको साग यत्रो भयो, अहिले चाहिँ खाने भइसक्यो। अनि माइजूले टिप्न लाग्नु भएको छ। उहाँ माइजू हो, साग टिप्दै हुनुहुन्छ। अनि करेला पनि यत्रो भइसक्यो, अब फल्ने बेला हुन्न। करेला पनि सिमी पनि यस्तो छ। गर्मीको मौसममा यति हरियो तरकारी कति राम्रो देखेको। यो चाहिँ माटोको साग, त्यहाँ चाहिँ साग सकिसक्यो खाइ। अब यहाँ यो खुर्सा, यो फेरि सम्धी साग भन्ने हो क्या है, भइसक्यो। अनि त्यसपछि अब यो सिमी पनि अब कति 1 महिनामा लगभग फल्छ होला। करेला पनि बिस्तारै ठुलो हुँदैछ, राम्रो भएर फुलिरहेछ। अब यो बसन्त ऋतु हो नि त, अब फुलहरू फुल्ने समय छ। हेर्नु न, यस्तो दामी छ साथीहरू फुलहरू। यसरी गएको छ। हाई भन, यिन चाहिँ मेरो बुहारी हो। हाई भने चाहिँ वेलकम छ मेरो भ्लगमा। राम्रो भएछ। यो पनि फुल हो, यस्तो यो फुल पनि यति राम्रो भइरहेछ। यो चाहिँ हुँदैछ, पानी हल्का कमी छ सुर्खेतमा पानीको त। अब पुरै नगरौँ, यो फुल पनि यस्तो राम्रो फुल्छ। पुरै सोधिदिउँ कि हेरिरहेछ। यो चाहिँ यस्तरी फलिरहेछ भर्खरै, सानो सानो दाना लाखा। यो आँप चाहिँ यति मिठो हुन्छ। यो आँप खाएको भ्लग पनि गराउने हो पछि बिस्तारै। बारीबाट टिपेर ल्याएको साग अब चाहिँ बनाउन सुरु गरिरहेछौँ। यस्तो गर्मीको मौसममा पनि यतिको साग फल्नु भनेको चाहिँ सुर्खेतमा पानी धेरै भयो, फाला फाल्छ। यो साग यति राम्रो छ, यस्तो छ यो साग। तरकारी त यसरी पो फलाउनु पर्छ त, यस्तो राम्रो फुल भइरहेको छ। अनि यस्तो गरेर बिस्तारै फुल यता घरतिर माथि चाहिँ फुल चाहिँ यसरी कस्तो राम्रोसँग यस्तो भएर यस्तो राम्रोसँग फुल फुलिरहेको छ यो चाहिँ। अनि यति ठुलो छ। अनि यस्तो भएर यसरी यस्तो गरेर गेट जस्तो भएको छ यो फुल चाहिँ। गेट जस्तै देखेछ, यस्तो राम्रो भ्यू देखेछ। ओ माई गॉड, यो फुल चाहिँ धेरै फुल्छ एकैचोटि। अनि कस्तो राम्रो पनि देखिन्छ कि यो फुल चाहिँ। मनी प्लान्ट हो, भर्खरै हुँदैछ। हेर्नु न, भर्खरै नयाँ नयाँ पातहरू यसरी हुन लाग्छ, पलाउन लाग्छ। तर यो येल्लो र ग्रिन कलरको कस्तो राम्रो देखेको हो कि। चाहिँ बर्मा कमल हो साथीहरू। यो फुल चाहिँ रातिमा मात्रै फुल्छ अरे। अनि त्यही भएर चाहिँ मैले यसलाई भर्खरै जगाउन लागि छु। अनि यो चाहिँ घरमा एकदम राम्रो हुन्छ अरे कि यो फुल रोपेपछि। तर मलाई चाहिँ नराम्रो पनि भएन फुल, यो फुलले गर्दा। मैले रोपेँ यस्तो मसँग यस्तो यो फुल चाहिँ। अनि एकजना बहिनीकोबाट लिएर आएको मैले। यो खास पूर्वतिर पाउँछ पऱ्यो। यो फुल फुलेको देख्यो भने चाहिँ लक लाग्छ भन्छन् नि, त्यो हुन्छ अरे। तर यो यतिको भएको छ, अब यो कहिले फुल्ने हो। राति मात्रै फुल्छ अरे। अनि राति फुलेको बेला चाहिँ यो फुल फुलेको बेला चाहिँ घरमा चाहिँ नाचगाना गर्नुपर्छ अरे, पूजा गर्नुपर्छ अरे। यो चाहिँ बर्मा कमल हो चाहिँ अहिलेको डल्ले खुर्सानी होइन, 2-3 चोटिसम्म काट्दै गर्दै भएर यस्तो भएको छ। अब अहिलेको सिजनको डल्ले खुर्सानी त भर्खरै रोपेर राख्नुभएको छ मम्मीले चाहिँ। अब बिस्तारै अनि हुन्छ होला। स्नेक प्लान्ट पानी नभएर यस्तो भएछ, सुक्खा भएको। सुर्खेतमा पानी लास्टै सर्टेज। स्नेक प्लान्ट हो यो चाहिँ।